सो वेलकम गाइज ब्याक टु द तथ्याङ्क टेक युट्युब च्यानल जहाँ चाहिँ हामी पाइथन डेटा साइन्स मसिन लर्निङ जस्तो कन्सेप्टहरू चाहिँ नेपाली भाषामा सिक्न गइरहेको छौँ। हामीले चाहिँ पाइथनको डेटा साइन्सको लागि चाहिने बेसिक्सहरू चाहिँ नेपाली भाषामा हजुरहरूको लागि कभर गर्नेवाला छौँ। र आजको भिडियो चाहिँ अति छोटो हुनेवाला छ। यो चाहिँ पाइथनको प्याकेजेसहरूको बारेमा हुनेवाला छ है त। सो पाइथनमा प्याकेजेसहरूको चाहिँ के अर्थ लाग्छ एकचोटि हेरौँ है त। सो प्याकेजेस इन पाइथन प्याकेज भनेको चाहिँ कस्तो हुन्छ भन्दा यो धेरैवटा मोड्युल्सहरू चाहिँ ग्रुप गरेर चाहिँ एउटा डाइरेक्टरीमा राखिन्छ र त्यो प्याकेजहरूको युज गर्नुको चाहिँ मेन पर्पस चाहिँ के हुन्छ भन्दा टु सिम्प्लिफाई आवर वर्क अर आवर टास्क। हजुरले भोलि पर्सि कुनै पनि मसिन लर्निङ एल्गोरिदमहरू लेख्दाखेरि चाहिँ स्क्रैचबाट लेख्नुहुन्न। इभन तपाईँले नम्पाई पान्डाजहरू सुन्नुहुन्छ भने यो पनि हामीले प्याकेजबाट इम्पोर्ट गर्ने कुराहरू हो। कुनै पनि कोड तपाईँले फ्रम स्क्रैच लेख्नुहुन्न। तपाईँले डिफ्रेन्ट फङ्सन्सहरू डिफ्रेन्ट एल्गोरिदम्सहरू चाहिँ युज गर्नुहुन्छ जुन चाहिँ प्रिडिफाइन्ड हुन्छ र त्यसले चाहिँ हाम्रो काम धेरै सजिलो बनाउँछ है त। सो त्यही भएर प्याकेजेस युज गरिन्छ। त्यो पाइथनमा मात्र होइन, almost everywhere you work you'll have to work with packages, you'll have to work with libraries. So त्यही हो, packages make larger projects easier to manage, reuse and navigate, and packages can be used and managed using the import keyword. पाइथनमा र मेनी अदर ल्याङ्ग्वेजेसमा चाहिँ हामीले इम्पोर्ट किवर्ड युज गरेर चाहिँ प्याकेजेसहरूलाई युज गर्न मिल्छ हाम्रो कोडमा है त। सो इन्स्टलिङ प्याकेजेस, पाइथन प्याकेज इन्स्टल गर्नलाई चाहिँ हामीले पिआइपी युज गर्छौँ क्या। अब नोडमा त्यो छुट्टै हुन्छ होइन। डिफ्रेन्ट ल्याङ्ग्वेजेसहरूको चाहिँ डिफ्रेन्ट प्याकेट म्यानेजर हुन्छ। नोडको एनपिएम भने जस्तै पाइथनको चाहिँ पिआइपी भनेर हुन्छ। सो प्याकेज चाहिँ हामीले अब इन्स्टल गर्दाखेरि सुरुमा चाहिँ वी निड टु मेक स्योर द्याट इदर तपाईँ लोकली कोड गर्दै हुनुहुन्छ भनेको अल्टरनेटिभ चाहिँ म हजुरलाई पहिला देखाउँछु। त्यसमा चाहिँ तपाईँले के मेक स्योर गर्नुपर्छ भन्दा पाइथन इज लोकली इन्स्टल। अब तपाईँले पाइथन चाहिँ छ कि छैन भनेर चाहिँ चेक गर्नको लागि चाहिँ टर्मिनलमा तल यहाँ टर्मिनलमा गएर चाहिँ पाइथन भर्जन भनेर हाल्नु है त। सो उसले भर्जन दियो। अब तपाईँसित पिआइपी छ कि नै चेक गर्न चाहिँ पिआइपी भर्जन भनेर दिनुपर्छ र उसले चाहिँ देखाउँछ पाइथनको प्याकेज इन्स्टल छ कि नै। युजुअली चाहिँ तपाईँले यो कसरी गर्न सक्नुहुन्छ भन्दा म एकदम विन्डोज र म्याकमा र स्पेसली विन्डोजमा देखाउँछु। म एकदम सिम्पल वे छ। ओके, सो हामीले चाहिँ पाइथन इन्स्टल गर्नको लागि चाहिँ विन्डोजमा माइक्रोसफ्ट स्टोरबाटै युज गर्न सक्छौँ। पाइथन भनेर सर्च गर्नुभयो भने चाहिँ यहाँ तपाईँको पाइथन र पाइथनको भर्जनहरू चाहिँ देखाउँछ है। सपोज मेरोमा चाहिँ पाइथन 3.11 इन्स्टल छ। अब 3.13 3.12हरू पनि अभाइलेबल भइसकेको रहेछ। सो यो चाहिँ मैले सिधै यहाँ गएर चाहिँ तपाईँको इन्स्टल भनेर थिचेँ भने चाहिँ इन्स्टल गर्न सक्छु। र यसको चाहिँ तपाईँलाई के झन्झट छैन भन्दा तपाईँको पिआइपी र पाइथन दुइटै इन्स्टल हुन्छ युजुअली है। अब यहाँ अब VS कोडमा चाहिँ सिन्स we've already run this तपाईँको एउटा सिम्पल कोड चलाएर देखाउँछु म लोकली। यहाँ चाहिँ so let's run this है। so python okay caps lock गर्दैछ python hello world.py भनेर रन गऱ्यौँ भने चाहिँ एज यु क्यान सी पाइथन रन हुन्छ। अब तपाईँले चाहिँ पिआइपी युज गरेर चाहिँ सपोज तपाईँलाई नम्पाई अर पान्डाज युज गर्न मन लाग्यो अरे है। सो फर इक्जाम्पल इम्पोर्ट नम्पाई एज एनपी। अब लेट्स नट युज नम्पाई राइट नाउ, लेट्स जस्ट प्रिन्ट हेलो वर्ल्ड एन्ड सी इफ यहाँ केही एरर आउँछ है। सो मैले यो सेभ गरेँ एन्ड देन लेट्स रन दिस अगेन। हेलो वर्ल्ड प्रिन्ट भयो, मेरोमा नम्पाई इन्स्टल छ जस्तो लाग्यो। सो यो चाहिँ तपाईँले युजुअली इन्स्टल गर्नको लागि चाहिँ के गर्नुपर्छ भन्दा पिआइपी इन्स्टल भनेर थिच्नुपर्छ है। पिआइपी इन्स्टल नम्पाई भनेर तपाईँले चाहिँ थिच्नुभयो भने चाहिँ तपाईँको पाइथन प्याकेज म्यानेजरले चाहिँ हेर्छ। अब यहाँ मेरोमा अलरेडी इन्स्टल छ, सो रिक्वायरमेन्ट अलरेडी सेटिस्फाइड भनेर आइरहेछ है। अब सिमिलरली तपाईँको म तपाईँलाई गुगल कोल्याबको पनि नोटबुकमा देखाउँछु यो चाहिँ हामीले कसरी गर्छौँ भनेर। सो गुगल कोल्याबबाट चाहिँ हामीले कसरी युज गर्छौँ भन्ने कुरा। सो पिआइपी भर्जन भनेर एकचोटि तपाईँले गुगल कोल्याबमा पनि रन गर्नुभयो भने यहाँ देखाउँछ है। युजुअली हामीले अब कहिलेकाहीँ चाहिँ सपोज कुनै कुनै लाइब्रेरी हुँदैन क्या। म तपाईँलाई लाइब्रेरी युज गर्नुभन्दा पनि पहिला चाहिँ इन्स्टल गरेर देखाउँछु। हामीले युजुअली नोटबुकमा इन्स्टल गर्दाखेरि चाहिँ पर्सेन्टेज दिन्छौँ बिकज हामी चाहिँ एउटा जुपिटर नोटबुक इन्भाइरोमेन्टमा छौँ है। इन्स्टल नम्पाई त अलरेडी इन्स्टल आई थिङ्क। सो लेट्स इन्स्टल टेन्सरफ्लो। सो पिआइपी इन्स्टल टेन्सरफ्लो हामीले गऱ्यौँ भने चाहिँ तपाईँको चाहिँ टर्मिनल विल स्टार्ट टु इन्स्टल द मोड्युल एन्ड देन यु क्यान युज दिस मोड्युल। अब यसै गरी हामीले नम्पाई गर्दाखेरि पनि यही हुनेवाला छ। र यो पिआइपी कहिलेकाहीँ चाहिँ तपाईँको प्याकेजहरू युज गर्दाखेरि केही चलिरहेन भने कि त नम्पाई चलिरहेन भने प्लिज मेक स्योर नम्पाई इज इन्स्टल्ड। यहाँ हाम्रोमा नम्पाई मेबी अलरेडी इन्स्टल छ, अल्दो हामीले एक्सप्लोर गरेको छैन मेबी। सो
हामीले अब पछि चाहिँ नम्पाईहरूको युज गर्दाखेरि इफ तपाईँकोमा नम्पाई चाहिँ भएन भने यो पाइथनको प्याकेज इन्स्टलरले चाहिँ इन्स्टल गर्न सकिन्छ। सो आजको लागि चाहिँ यति नै। अब अर्को क्लासमा कि त अर्को भिडियोमा चाहिँ विल लर्न मोर अबाउट हाम्रो अब आउने टपिकहरू नम्पाईहरूको बारेमा अझै हामीले एक्सप्लोर गर्छौँ। बट आजको लागि चाहिँ यति नै थियो। थ्याङ्क यू सो मच।